उहाँलाई धेरै धेरै स्वागत छ चितवन क्षेत्र नम्बर 3 बाट। पूर्व राष्ट्रिय पार्टीको सांसद सविता गौतमले देखेर यस स्थानमा घर दैलोको रूपमा आइराख्नु भएको छ। उहाँलाई स्वागत गर्नको लागि मेरो पछाडि व्याकरण पनि देख्न सक्नुहुन्छ। हजारौं दिदीबहिनीहरूले बाजा गाजा सहित उहाँलाई आफ्नो टोलमा स्वागत गरेको यो दृश्य तपाईहरुलाई मैले यो इन्द्रपुरी चोकबाट यहाँलाई यो पछाडिको दृश्य देखाइरहेको छु। देख्न सक्नुहुन्छ यो यस स्थानमा चितवन क्षेत्र नम्बर 3 का जनताहरू घर दैलो रूपमा सविता गौतमजी सँगै हिँडिरहनु भएको छ। मरेको मान्छे बाँच्यो भनेपछि मलाई चाहिँ विश्वास लाग्छ यतिको हिँड्नु सक्ने बोल्नु सक्ने भएपछि त अब त बाँच्यो भन्ने आशा पलाछ नि। धन्दै मरिगा वैदिक आयुर्वेदिकमा लैजा भनेर पठाइदिया। यो ठाउँमा स्वागत गरे। अहिले यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशैभरिबाट स्वागत गरिरहेछन्। किन भन्दा देशको परिवर्तनको लागि त भोट परिवर्तन हुनु पर्यो नि त। त्यो भएर देशले परिवर्तन चाहेको भएर यो परिवर्तनकारीलाई भएर स्वागत गरे हो। देशैभरिबाट अहिले सबै परिवर्तन हुँदैछन्, मत परिवर्तन गर्दैछन्। खास गरेर चितवन 3 भनेको कस्तो भन्दा यो नेपालको चितवन भनेको एउटा तपाईको एकदमै शिक्षित र एउटा पढे लेखेको र एकदमै यहाँका जनताहरू सुशिक्षित छन् हैन। त्यो हिसाबले गर्दा यहाँका जनताहरूले के बुझेका छन् भन्दा 35 वर्षसम्म देश चलाएर सत्तामा बसेकाहरूले यो देशलाई अझै खाडल अझै तपाईको चाहिँ के छ गरिब बनाउँदै गयो भने अब यिनीहरू काम छैन। अब परिवर्तन भोट परिवर्तन गर्नुपर्छ। रवि लामछाने जस्ता व्यक्तिहरूलाई चाहिँ अगाडि बढाउनुपर्छ। रवि लामछानेलाई अथवा चाहिँ तपाईको घन्टीको चाहिँ भोलि चाहिँ प्रधानमन्त्री हुनको लागि घन्टीमै भोट हाल्नुपर्छ भनेर उनीहरू यो एउटा भोट परिवर्तनको लागि यो माहौल हो। हस्, धन्यवाद। धन्यवाद। सबैले आउनु भएको छ। अब हामीलाई हाम्रो त फुल सपोर्ट छ हजुरलाई। अब भाइहरूले नि के सोध्ने हो भने भाइहरूले सोध्नु मन लाग्छ भने दिदीलाई सोधा आफ्नो कुरा राख होइन, के कुरा राख्छ यसो चाहिँ गरौँ न। जस्तो अहिले हामी चाहिँ चितवन क्षेत्र नम्बर 3 मा सबै ठाउँमा भेटघाट गर्दै हिँडिराखेका छौँ। अहिलेको चाहिँ हाम्रो समय निर्वाचनको समय भनेको सुझाव सङ्कलनको समय हो होइन। भोलि घोषणापत्र हामीले निकाल्नुपर्छ। घोषणापत्रमा चाहिँ यो ठाउँका मुद्दाहरू समेटेर हामीले निकाल्छौँ। जस्तो तपाईँहरूको पनि युवाहरू, तपाईँ त अब जेनजी आन्दोलन पछाडि त युवा पुस्ताहरूको एउटा छुट्टै राजनीतिमा समाजका मुद्दाहरूको बारेमा आफ्नो चासो छ नि त। अब 82 मा निर्वाचन आएको छ, 84 मा थियो, 82 मा आएको छ। 82 मा आउँदै गर्दाखेरि अब त्यो हामीले बिर्सिनु भएन। हामीलाई कलिला भाइ बहिनीहरू, हाम्रो साथीहरू उहाँहरूले गोली खानुभएको छ होइन, उहाँहरूले त्यत्तिकै खानुभएको होइन। केही परिवर्तन होस् भनेर तपाईँहरूले चाहिँ यो गाउँठाउँमा के कुरा भइदियो हुन्थ्यो, के कुरा अपेक्षा गर्नुभएको छ, युवा पुस्ताले के अपेक्षा गर्नुभएको छ, तिनै कुरालाई म सुझावको रूपमा लिएर जान्छु। तपाईँहरूको तर्फबाटै मलाई के सुझाव दिन चाहनुहुन्छ त्यो कुराहरू चाहिँ राखिदिनुहोस्। मलाई खासै बोल्न आउँदैन। म त्यस्तो ठुलो नेता थिएँ त होइन होइन, बोल्न नेतै हुनु फर्मली बोल्न आउँदैन हजुरहरू जस्तो होइन, प्रोफेसनल मान्छे होइन म। अब सुझाव चाहिँ के छ भने सिस्टम बसाइदिनु पऱ्यो क्या तपाईँहरूले। सिस्टममा वडादेखि लिएर माथिसम्म सबै ठाउँमा सिस्टम करप्टै छ। तपाईँ सबैलाई थाहा छ यो कुरा होइन। अब हामी सबैजना विदेश जान रेडी छौँ। विदेश गएर फर्केर आएको, म पनि बाहिर गएर फर्केर आएको होइन। तपाईँ अब मालपोतमा जानुभयो, जता पनि सरकारी कार्यालयमा जानुभयो भने धेरै समय मेरो लाइसेन्स अहिलेसम्म आएन कि 5 वर्ष लाग्यो बनाएको, एक्सपायर हुन लाइसेन्स आएन कि। तपाईँहरूले चाहिँ अब देश एकदम कायापलट गर्नुहुन्छ जस्तो भन्ने चाहिँ छैन। तर सिस्टम बसाएर देशलाई मेन्टेन मात्रै गराइदिनु भयो भने सिस्टम सरकारी कार्यालय जाँदाखेरि राम्रो तालले काम सजिलो इजी होस्, भ्रष्टाचार नहोस् होइन। तपाईँहरूको यो के अरे पैसा दिनु बुझाउनु नपरोस्, इजी होस् क्या। अब सबैजना 200जना रहेछन्, जहाँले रेडी हुन्छ सबैजना।
त्यो रोक्न सक्नु भयो भने त अब त्यो त अलि रोक्नु सम्भव छैन तपाईँहरूले पक्कै नै गर्नुहुन्छ होला अब त्यति नै मलाई खासै बोल्न त आउँदैन यत्रो पब्लिकमा बोल्नु अलिकति नर्भस भइँदैछ बानी छैन नेता त होइन म है त्यही त हजुर यहाँ आइदिनु भयो हामी एकदम खुसी छ अब माहौल राम्रै छ यहाँ जित्नुहुन्छ भन्ने हामीलाई आशा छ क्या अब हजुरले जित्नु भने हामीले जित्नु हाम्रो गाउँले पनि जित्नु रासोपा चाहिँ अहिले योपालि हामी हाम्रो उद्देश्य जस्तो देश परिवर्तन गर्ने भन्ने कुरा तपाईँले पनि भनिहाल्नु भयो नि एकैचोटि जाँदेको छडी जस्तो हुँदैन होइन त्यसको क्रमबद्ध रूपमा हुँदै जाने हो हामी जानुपर्ने गन्तव्य एकातिर छ विकासको बाटोतिर छ तर देशको नेतृत्व देशको अहिलेको परिवेश चाहिँ अर्कोतिर छ ठ्याक्कै उल्टोतिर पहिला चाहिँ हामी कहाँ जाने हो त्यो बाटोतिर हामी त्यो दिशातर्फ फर्किनुपर्छ होइन त्यहाँ ट्र्याकमा ल्याउनु पर्यो धेरै कुरा भत्केको बिग्रेको छ अनि ठ्याक्कै तपाईँले अहिले भने जस्तो विदेश बसेर आउनु भएको रहेछ विदेशमा त केही काम गर्नु पर्यो भने नेता खोज्दै हिँड्नु पर्दैन नि नेता को हो पनि चिनिन्न नि बाहिर होइन अब नेपालमा पनि ठ्याक्कै आफ्नो काम गर्नको लागि नेता खोज्न नपरोस् क्या त्यो सिस्टम बसाउनु पर्छ भन्ने उद्देश्यको साथ हामी हिँडेका छौँ विशेष गरी अब डिजिटल प्रविधिका कुराहरू पनि छन् होइन अब पहिला पहिला सबै कुरा हाम्रो कागजपत्रमा लेखेर ढड्डाहरू बनाएर ती ढड्डाहरू अब त्यहीँ धुलो लागेर बसिराखेका हुन्छ त्यसले गर्दाखेरि पनि हाम्रो काम कारबाहीहरू एकदमै ढिलासुस्ती हुने त्यो चलिराखेको थियो अब चाहिँ हामी पारदर्शी भएर डिजिटल युगमा गयौँ भने मलाई लाग्छ सबै कुरा ट्रान्सपेरेन्ट हुन्छ होला त्यसमा चाहिँ ट्रान्सपेरेन्ट जस्तो सिस्टमले त ढाड्दैन नि त मान्छेले ढाँट्ला मान्छेले अल्म ल्याउला सिस्टमले अल्म ल्याउँदैन सिस्टमको लागि काम गर्नुपर्छ हामी चाहिँ मेहनत गर्ने पुस्ताहरू हौँ तपाईँ हामीहरू है किनभने एउटा पुस्ताले मेहनत गरेन भनेदेखि आउने पुस्ताले सुख पाउँदैन क्या हामी मेहनत गर्ने पुस्ताहरू हौँ थोरै मेहनत गर्नुपर्छ थोरै सङ्घर्ष हुनसक्छ तर त्यसको लागि देश बन्दैछ है भन्ने स्थिति बसाउनको लागि हामी तयार छौँ है भन्ने किसिमको भावना भएर गऱ्यौँ भनेदेखि बन्छ जस्तो मलाई लाग्छ अबको 5-7 वर्ष चाहिँ सङ्घर्षमय हुन्छ तर त्यसको लागि हामी बनाउनको लागि कमिटेड चाहिँ हुनुपर्छ क्या 15-20 वर्षमा एउटा बाटो देशले गति लिन्छ जस्तो लाग्छ हाम्रो पालामा हामी सङ्घर्ष गरे पनि छोराछोरीको पालामा चाहिँ यो देशमा यी बस्न सक्ने वातावरण सिर्जना होस् त्यतिको लागि काम ल हस् ल धन्यवाद छ सबै युवा साथीहरूलाई है सबै तपाईँहरू एउटै टिममा हुनुहुन्छ सल्लाह गर्नुभएको होला भोलि पनि अब जसरी अहिले घर दैलोमा हामी आइपुग्यौँ तपाईँहरूसँग भोलि पनि यो ठाउँका मुद्दाहरू संसदका रोस्टरमा बोल्नुपर्छ नि म तपाईँहरूको आवाज जस्ताको तस्तै त्यहीँ लगेर उठाउँछु अब आज चाहिँ यो तपाईँहरूले मलाई शुभकामना दिनुभएको छ अब यस पछाडि फेरि त्यो संसद भवनमा मुद्दा उठान गर्ने बेलामा पनि तपाईँहरूको सक्रियता त्यत्तिकै होस् नेपालमा युवाहरूको चाहिँ अब युवा मात्रै होइन सबैले चुनाव आउने बेला हुर्र जुटिन्छ अनि चुनाव पछाडि चाहिँ यसरी जुट्ने स्थिति खासै बन्दैन क्या तर म चाहन्छु चुनाव अगाडि पनि जुटिएको छ चुनाव पछाडि पनि जब निर्वाचित भएर गइसकेपछि त्यहाँ मुद्दा उठान गर्ने कुराहरूमा त्यहाँ मुद्दा उठान गरिसकेपछि यहाँ समाधान गर्ने कुराहरूमा हामी त एकजुटै रहिरहनु पर्यो नि यो एकता चाहिँ यत्तिकै रहिरह्यो भनेदेखि बन्छ जस्तो मलाई लाग्छ माथि म गर्छु तपाईँ तल सम्हाल्नु भयो भनेदेखि एकदम मजाले गर्न सकिन्छ है ओके ल धन्यवाद छ दिदीहरूलाई सबै त्यही कुरा हो युवाहरूलाई मरेको मान्छे बाँच्यो भनेपछि मलाई चाहिँ विश्वास लाग्छ यतिको हिँड्नु सक्ने बोल्नु सक्ने भएपछि त अब त बाँच्यो भन्ने आशा पलाएको छ नि धन्दै मरिगा वैदिक आयुर्वेदीमा लैजा कि लैजा भनेर पठाइदिया